कतिवटा फर्सी रहेछ गर्नु पर्यो। कति ठुलो भएर बसेको करेलालाई पनि पुरै सेप भएर बनायो कि यो फर्सीले। दुईटा त्यता तीनटा चारवटा फर्सी त पाँचवटा छवटा सातवटा। आजको मेरो काम यहाँ झिक्रा गाडेको अघि सिमीहरूलाई गिरमलालाई त्यहाँ 8वटा फल्दैछ 9वटा 10वटा। बत्ती लाए अनुसार फल फले त टनेलाले धान्नै सक्दैन। फर्सी झुन्डेको अहिलेको यो सालको सब्जी। भेडारी हुर्किँदैछ सिमी किरामला जिक्रा लगाएको अहिले मैले खुर्सानी तले भने जस्तै भएन। फर्सी चाहिँ के साह्रो फलेको अहिले चाहिँ जताततै। करेलालाई पो अलि डिस्टर्ब हुने भयो झ्याङले। गिरमलालाई किराले सबै पात सबै सेप सर्लक्कै ढाक्यो यसले फल्न नदिने भयो। बत्तीलाई जताततै झुन्डिएछ कि नि। बत्तीलाई प्रशस्त लाग्छ सेप हुने भयो फर्सीले।